अहिले म यो हाम्रो भारत र नेपालको सिमानाको बोर्डर नजिकै छु। देख्न सक्नुहुन्छ यो नहर हैन, यो परको क्षेत्रतिर चाहिँ भारत पर्छ। तर अब चाहिँ हाम्रो सरकारले चाहिँ एउटा चाहिँ हिजोबाट मात्रै एउटा नयाँ नियम लागू गर्नुभएको छ, जो बोर्डर पारीबाट चाहिँ 100 रुपियाँ भन्दा धेरै सामान चाहिँ ल्याउन पाइँदैन नेपालमा। त्यो भन्दा ज्यादा सामान ल्याएमा चाहिँ कर लाग्ने छ है। त्यसले गर्दाखेरि यो बोर्डरवासीहरू जो चाहिँ भारतको सिमाना नजिक बस्नुभएको छ, यो गरिब दिन दुखीहरू दाजुभाइ दिदीबहिनीहरू, अब चाहिँ तपाईहरुले अब सस्तो मस्तोमा सामान ल्याएर आफ्नो गुजारा चलाउला भन्ने चाहिँ सपना चाहिँ अब देख्न छोड्नु भयो है। देख्न अब बेकार छ। खास गरेर हामी जस्तो लाउरे साथीहरू जो इन्डियाबाट आउँदै हुनुहुन्छ, छुट्टी आउने क्रममा टन्न बोरा भिआइपीमा टक्क रमहरू लिएर चट्टा आउने हैन, अलिकति घरको लागि चाहिँ आफ्नो फ्यामिलीलाई लाली पाउडरहरू फेसवासहरू अनि टक्क त्यो क्यान्टिनको हैन 8-10 हजारको सामानहरू लिएर आउन पनि हजुरले बन्द गरिदिनुहोस् है। लिएर नआउनु होला। अब त 100 रुपियाँ भन्दा धेरै सामान यता ल्याउन पाइन्न रे। बर्बाद भयो। अब हाम्रो बालन शाहले चाहिँ आफ्नो राजस्वलाई, देशको राजस्वलाई वृद्धि गर्नको लागि चाहिँ एउटा यो कदम उठाउनु भएको छ। यो कदम चाहिँ जायज छ या कस्तो छ, तपाईहरुलाई कस्तो लाग्छ? सबै साथीहरूले यो भिडियो लास्टसम्म हेरेर कमेन्ट गरिदिनु होला। थ्यांक यू।